संस्कृति परम्परा यसले आफ्नो धर्म र संस्कृति हामी जोगाउँछौँ भन्छ र पोलिटिक्सलाई नो भन्छ। यस्तो अवस्था आइसकेपछि के हुन्छ भने जब जब पोलिटिकल सिनारियो चेन्ज हुन्छ तब तब के हुन्छ, कानुनहरू परिवर्तन हुन्छ। उदाहरणको लागि हेरौँ, नेपालमा 7 सालमा प्रजातन्त्र आयो, 9 सालमा राष्ट्रिय शिक्षा सल्लाहकार परिषद गठन भयो, 2010 सालमा चैत्र 9 गते आएर नेपाल राष्ट्रिय शिक्षा सल्लाहकार परिषदको सिफारिसमा नेपाल राष्ट्रिय शिक्षा योजना आयोग गठन गरियो। 2011 सालमा प्रतिवेदन आएपछि 7 सालको प्रजातन्त्रको ले दिएको डिरेक्सन अनुसार अथवा प्रजातन्त्र अनुकूलका विद्यालय शिक्षाको व्यवस्था त्यहाँ आयोग आयो। 17 सालमा पञ्चायती व्यवस्था आयो। 18 सालमा फेरि के भयो, वैशाख 25 गते तत्कालीन शिक्षा मन्त्री विश्वबन्धु थापाको अध्यक्षतामा सर्वाङ्गीन राष्ट्रिय शिक्षा समिति गठन गरियो र पञ्चायती व्यवस्था अनुकूलका कस्ता नागरिक तयार गर्नुपर्छ भनेर ओरिएन्टेसन गरियो। फेरि 28 सालमा तत्कालीन अवस्थामा 10 वर्षमा पाठ्यक्रम परिवर्तन गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गरियो र राष्ट्रिय शिक्षा पद्धतिको योजना आयो। 36 सालमा आन्दोलन भयो। 37 सालमा जनमत सङ्ग्रह भयो। 39 सालमा संयुक्त शिक्षा आयोग आयो। 46 सालमा बौद्ध आयो। 47 सालमा आयोग गठन भयो। 49 सालमा रिपोर्ट आयो। यसले के देखाउँछ भने हाम्रो नेपालको सन्दर्भमा पनि पोलिटिकल सिनारियो चेन्ज भइसकेपछि चाहिँ विभिन्न किसिमका आयोगहरू आउँछन्। त्यसैले पोलिटिक्स, एजुकेसन र कल्चर चाहिँ हाम्रो सोसाइटीका डाइमेन्सन हुन् र सधैँ पोलिटिक्सले एजुकेसनलाई इन्टरभेन्सन गर्छ। किनभने एजुकेसन इज सब सिस्टम अफ पोलिटिक्स। शिक्षा भनेको राजनीतिको एउटा उपप्रणाली हो। त्यसले गर्दा सधैँ शिक्षामा राजनीति हुन्छ, तर शिक्षामा हुनुपर्ने राजनीति शिक्षकमा गर्न भने पाइँदैन। शिक्षामा राजनीति परिवर्तनका निम्ति हुन्छ, विकासका निम्ति हुन्छ, तर शिक्षामा राजनीति गर्ने नियममा शिक्षकमा राजनीति गर्ने अवस्था गर्न हुँदैन। यस्तो कन्डिसनमा चाहिँ के हुन्छ भने हाम्रो ऐनहरूको विकास हुन्छ र ऐन आउने काम हुन्छ, ऐन जारी गरिएका हुन्छन्। हाम्रो सन्दर्भमा कसरी बनिरहेका छन् भन्ने क्रममा तपाईँलाई भने। अब शिक्षा ऐन 2028 को सन्दर्भमा के थियो भने, याद गर्नु होला, कहिलेकाहीँ सोध्छ फेरि अब्जेक्टिभ क्वेसनमा, नेपालको पहिलो शिक्षा ऐन चाहिँ कुन हो भनेर सोधेको छ एकचोटि। 2018 सालमा जब सर्वाङ्गीन राष्ट्रिय शिक्षा समिति 2018 को रिपोर्ट 2018 साल असार 15 गते आयो। त्यो आइसकेपछि चाहिँ त्यसले के भन्यो भने शिक्षा ऐन तुरुन्तै जारी गर्नुपर्छ र शिक्षा ऐन चाहिँ नमुना अनुसूचीमा दिए बमोजिम हुनेछ भनेर अनुसूचीमा चाहिँ एउटा शिक्षा व्यवहार विधि भनेर दियो। त्यसको आधारमा नेपालमा पहिलो पटक शिक्षा ऐन 2019 आयो। शिक्षा ऐन पहिलो शिक्षा ऐन कुन हो भने 2019 भन्छौँ हामीले। पहिलो शिक्षा ऐन 2019 भन्यो। त्यसपछि शिक्षा नियमावली 2023 सालमा आयो। त्यसपछि शिक्षा ऐन यो पहिलो भयो। अब दोस्रो शिक्षा ऐन चाहिँ के हो भने शिक्षा ऐन 2025 आयो। 2025 आयो र त्योभन्दा पछि के भयो, 2027 सालमा शिक्षा नियमहरू 2027 भनेर ल्याइयो। शिक्षा ऐन 2025 ले शिक्षा ऐन 2019 लाई खारेज गर्यो। त्यसपछि 25 जारी गरियो। त्यसपछि तेस्रो शिक्षा ऐनको रूपमा चाहिँ के भन्नु छ भने शिक्षा ऐन 2028 जारी गरियो। तत्कालीन अवस्थामा शिक्षा ऐन 2028 जारी गर्दा पञ्चायती व्यवस्था अनुकूलका सर्वसाधारण जनता तयार गर्नका निम्ति र पञ्चायती व्यवस्थालाई जोगाइराख्नका लागि तयार गरिएको ऐन थियो। त्यो ऐन अहिलेसम्म 9 पटक संशोधन भएको छ र शिक्षकको पेसागत सङ्घ सङ्गठनसँग विभिन्न समयमा गएर विभिन्न प्रकृतिका 92वटा बुदामा सहमति भएर अहिलेसम्म यो ऐन कार्यान्वयन हुन्छ। नयाँ ऐन जारी गर्ने विषयहरू अहिले तत्काल संशोधन नभएको अवस्थामा उठाउनु भएका छैनन्। यो शिक्षा ऐनमा इस्यु के छ नि त? अब इस्युमा हेरौँ हामीले, कन्टेन्ट हामीले सबै हेर्नु पर्दैन। यसमा इस्यु के छन् हामी दुई तवरले यो इस्युहरूलाई हेर्न सक्छौँ। एउटा भनेको गत चैत्र वैशाख जेठमा नेपाल शिक्षक महासङ्घको आह्वानमा भएको आन्दोलनमा उठेका 9 बुँदा, त्यो 9 बुँदामा हामीले गरेको सहमति, त्यसका एउटा दुईटा उदाहरण म तपाईँलाई दिन्छु, त्यसपछि तपाईँलाई बुझ्न सक्नुहुन्छ। जस्तै हामीले के भन्यौँ भने मागको लागि एउटा सम्झौता के भएको छ भन्नुहुन्छ भने शिक्षकलाई निजामती अस्पताल स्तरमा 50%
सेवा सुविधा उपलब्ध गराउने भन्ने एउटा सम्झौता गरिएको छ। यो सम्झौताले कर्णालीको हुम्लामा कार्यरत शिक्षकलाई त्यसले काम गर्छ है गर्दैन, अनि ताप्लेजुङमा काम गर्ने शिक्षकलाई त्यसले काम गर्छ है गर्दैन, नेपालगञ्जमा काम गर्ने शिक्षकलाई, हुम्लामा काम गर्ने शिक्षकलाई त्यो उपयोगी हुन्छ कि हुँदैन भनेर हामीले हेर्नुपर्छ। निजामती कर्मचारीको अस्पतालमा 50 को सट्टा 100% नै डिस्काउन्ट गऱ्यो भने नि हुम्लाको टिचर यहाँ आएर उपचार गर्न सक्नुहुन्न। त्यसले गर्दा हामीले गरेको सम्झौतालाई हामीले आधार मान्यौँ भने के हुनु पर्थ्यो भने सबै सरकारी हस्पिटलमा शिक्षकलाई 50% छुट भन्यो भने के हुन्छ, बिरुमा पनि छुट हुन्छ, टिचिङमा पनि छुट हुन्छ, पाटनमा पनि छुट हुन्छ होइन भनेर सबै ठुला सरकारी अस्पतालहरू र स्पेसलाइज्ड सेवा भएको हस्पिटलहरूमा यसले चाहिँ के गर्छ भन्दा राम्रो सपोर्ट गर्थ्यो। त्यहाँनिर हाम्रो ऐन बनाउँदाखेरि हामीले सम्झौतामा चुकेका हौँ कि भन्ने लाग्छ हामीले हेर्दाखेरि। इस्युमा एउटा यो छ। अर्को इस्यु ऐनमा भनेको के छ भन्नुहुन्छ भनेदेखि शिक्षकहरूको बढुवा र आवधिक बढुवाको विषयहरू अलिकति स्त्रीअंशले अघि जोड्नु पनि भएको थियो। आवधिक रूपमा बढुवाका विषयहरू छन् यसमा उठ्नुपर्ने विषयहरू, ती विषयहरूको सम्बन्धनका विषयमा हेर्दाखेरि के भन्यो भने प्राथमिक तहको शिक्षक बढुवा र निम्न माध्यमिक तहमा जाने व्यवस्था चाहिँ हुनुपर्छ भन्यौँ, तर निम्न माध्यमिक तहमा विषयगत हुन्छ। प्राथमिक तहको कुन विषयको शिक्षक कसरी बढुवा र कक्षा 6 निमाएको टिचर बन्छ भन्ने कुरा हामीले भनेनौँ। हामीले के भन्छौँ, अब प्राविधिक आफ्नो विषयमा बढुवा हुने भन्यौँ, निम्न माध्यमिक तहमा अङ्ग्रेजीका चाहिँ 20जना टिचर खाली भन्छ, बढुवाका लागि खाली भयो भने कहिलेकाहीँ सामाजिकको चाहिँ एउटा पनि बढुवा नहुन सक्छ। त्यसले गर्दा विषयगत रूपमा पनि गम्भीर समस्याहरू छन्, टेक्निकल प्रब्लमहरू छन् यसमा। यी विषयहरू हामीले हेर्नुपर्ने छ। अर्को हामीले ऐनमा हेर्नु नै पर्ने विषयमा उठान भएको विषय के थियो भने शिक्षकलाई सेवाबाट बर्खास्त गर्ने जुन आधारहरू 6वटा आधारहरू छन्, ती 6वटा आधारहरूमा एउटा आधार भनेको के छ, पोलिटिक्ससँग जोडिएको आधार छ। त्यो आधारका विषयमा उठान गरिएका विषयहरू त्यति धेरै कामयाबी हुन सकेको अवस्था देखिएको छैन। त्यहाँ हामीले के भनेका छौँ भने शिक्षकलाई सेवाबाट बर्खास्त गर्ने आधारहरू भनेर पदयाचन पुरा गरेन भने, बिना सूचना लगातार 15 दिनभन्दा बढी विद्यालयमा अनुपस्थित रह्यो भने होइन, अनि विद्यालयमा मादक पदार्थ सेवन गरेको कुरा प्रमाणित भयो भने, नैतिक पतनदेखि लिएर फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरो भने, कुनै पनि राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य भयो भने भन्यो। अब यो विषयमा चाहिँ हामीले बोलेको के कानुन बनाउनु हुँदैन, के कानुनको पाटोमा जानुपर्छ, यो पाटोमा पनि हामीले बोलेका ठाउँमा भएन। मैले एउटा सिभिल हस्पिटलको भने। अब अर्को कुरो चाहिँ हामीले याद गर्नुपर्ने इस्यु कहाँनिर छ भन्नुहुन्छ भने बिदाको विषयमा ऐनमा दुइटै जोडेर मात्र होला। बिदाको विषयमा भने यो बिदाको विषय कस्तो छ भन्नुहुन्छ भने बिदा अधिकार होइन, बिदा अधिकार होइन, सहुलियत मात्रै हो। तर निजामती कर्मचारी र शिक्षक, मैले अहिले साथीहरूले मलाई कसरी लेख्ने ବୋଲି भन्नु न भन्दै हुन्छ, अहिले म भन्छु। अहिले हामी कमन इस्युमा मात्र हेरौँ ऐनको। बिदा अधिकार होइन, सहुलियत मात्रै हो, ओके। शिक्षकले वर्षभरिमा 12 दिनसम्म बिदा पाउँछ भनेको छ भनेको बिरामी बिदा भने। अब मैले हेर्नु बिदा अरू बिदा छोडिदिउँ, बिरामी बिदा भने यो बिरामी बिदामा चाहिँ के छ भन्नुहुन्छ भने फागुनमा टिचर नियुक्ति भयो भने चैतको 1 दिन मात्रै बिदा सञ्चित गरिदिने व्यवस्था गरेको छ। यो इस्युमा हामीले उठाउनुपर्छ। निजामती कर्मचारी चैतमा नियुक्ति भए पनि 12 दिन पाइन्छ, किनभने वर्षको 12 दिन पाउने हो नि त। ऊ अघिल्लो वर्ष नियुक्ति भए बापत 12 दिन पाउँछ, अर्को वर्ष नियुक्ति भए बापत 12 दिन पाउँछ। चाहिँ शिक्षकले पनि 12 दिन पाउनुपर्ने हो। तर कतिपय पालिकामा र शिक्षा प्रमुखहरूले विद्यालयले प्रमाणित नगरिदिएका कारणले गर्दा बिदाको व्यवस्था पनि अप्ठ्यारोमा परेको छ। त्यो एउटा बिरामी बिदा केस मिलाउनुपर्छ नम्बर 1 है। यो बिदा चाहिँ निजामती कर्मचारीले जसरी पाउँछ शिक्षकले पनि त्यसरी नै पाउने गरी हुनुपर्छ भनेर हामीले भोलि सुझाव लेख्नु पर्यो भने सुझाव लेख्छौँ। अर्को समस्या भनेको उपचार खर्चमा छ। हेर्नु, उपचार खर्च तपाईँलाई थाहा छ, उपचार खर्चको हकमा प्राविधिक तहमा को शिक्षकले 21 महिनाको, अनि निमा तहको शिक्षकले 18 महिनाको, मा तहको शिक्षकले 12 महिना बराबरको पाउने व्यवस्था गरिएको छ। यो चाहिँ के छ भने 20 वर्षलाई आधार मानेर है, 20 वर्षलाई आधार मानेर 20 वर्षलाई आधार मानेर तपाईँले काम गरेको टोटल अवधिलाई 20 वर्ष मानेर यो खालको उपचार खर्च दिइन्छ। कुनै पनि शिक्षकले आफू बहाल सेवामा बहाल हुँदाखेरि यो सुविधा लिएको रहन्छ भने अवकाश हुँदाका बखत
20 वर्ष पुगिसकेको छ भने 10%, 25 वर्ष पुगेको छ भने 12% र 25 वर्ष कट्यो भने चाहिँ 15% थप गरेर पनि लिन पाइने व्यवस्था गरेको छ होइन। अब यसमा के छ निजामतीमा भनेर शिक्षामा भन्नुहुन्छ भने यो कुरो उठान अहिलेसम्म मैले भएको कसैले सुनेको छैन, कुनै ट्रेड युनियनले उठाएको पनि सुनेको छैन। यसमा के हो भने शिक्षाको चाहिँ 20 वर्षलाई आधार मानेर यो हुन्छ, तर निजामती कर्मचारीको चाहिँ 10 वर्षलाई मानेर यो हुन्छ। त्यसले गर्दा शिक्षक र कर्मचारीको बिचको विभेदको विषयहरू भनेको यो इस्यु पनि एउटा इस्युको रूपमा हामीले हेर्न सक्छौँ। उपचार खर्च ग्रेडको विषय अघि नै भनिसक्यौँ हामीले। ग्रेडको विषय चाहिँ उठाएको मागहरू एकदमै राम्रो छ। निजामती कर्मचारीको खरिदार स्तरको ग्रेड चाहिँ प्राइमेरी टिचरले पाउनुपर्छ भन्ने माग एकदम पर्फेक्ट माग छ। यसको विषयमा उठेका उठानहरूमा चाहिँ कुनै पनि समस्या देखेको छैन। अर्को उपचार खर्चमा हजुरले अर्को पनि एउटा याद गर्नुपर्ने कुरा के छ भन्नुहुन्छ भने हामीले उठाएको मागमा के भन्यो भने प्राथमिक तह प्रथम श्रेणीको शिक्षकलाई माध्यमिक तह तृतीय श्रेणी बराबरको सेवा सुविधा दिनुपर्छ भनेर माग राखेको छ। सम्झौता पनि भएको छ, असाध्यै राम्रो कुरा। तर के लेखेको छ कानुन नियमावलीमा भने यो कुरा लेखिरहँदा त्यो के लेखेको हुन्छ, कुनै पनि शिक्षकले प्राविको 21, निमाविको 18, माविको 12, तर कुनै पनि शिक्षकले माथिल्लो तह र श्रेणीको सेवा सुविधा पाइआएको भए सोही तह र श्रेणीको सेवा सुविधा दिने भनेको छ। भनेपछि अब हामीले प्रथम श्रेणीको शिक्षकलाई हामीले के गर्ने भन्यौँ भने यदि माध्यमिक तहको तलबसँग ठ्याक्कै मिलाइदिने हो भने उसले कति महिनाको पाउने भयो? 12 महिनाको पाउने हो। प्राथमिक तहको 21 महिनाको तलबभन्दा 12 महिनाको तलब कम हुन्छ। त्यसले गर्दा जहाँ हामीले तलब समान पार्यौँ, रिटायर हुने बेलामा एटलिस्ट प्राथमिक तहको प्रथम श्रेणीको शिक्षकको तलब माध्यमिक तहको तृतीय श्रेणी बनायौँ भने कम्तीमा 2 लाख जति चाहिँ के हुन्छ भन्दा नक्सानी हुन्छ। त्यसकारण त्यो पहिले एनालाइसिस गरेरै 49 सालको नियम लेखिएको थियो। त्यही कुरो 59 मा कपी भएर आएको हो, चेन्ज भएको थिएन। तर यो अहिलेका हाम्रा सम्झौताले यहाँनिर प्राथमिक तहको प्रथम श्रेणीको शिक्षकलाई घाटा हुन्छ। उहाँले बढुवा भएर खाएको टोटल अवधिको तलबभन्दा रिटायरमेन्ट भएर जाने बेलाको उपचार खर्च लिने कुरामा चाहिँ घाटा छ। त्यसकारण एक ठाउँ मात्रै संशोधन गर्दै गयौँ भने, सम्झौता गर्दै गयौँ भने अन्य ठाउँमा पनि समस्या सिर्जना हुन सक्छ। यो उपचारका लागि भने अब अर्को हामीले इस्युमा हेऱ्यौँ भनेदेखि शिक्षा ऐनमा भएका इस्युहरूलाई एड्रेस गर्नका लागि हेऱ्यौँ भने अहिले भर्खरै पद खाली भएको, आज मात्रै पनि सर्ट लिस्टिङमा निकालिसकेको र यो चासोको विषयहरू भइरहेको अवस्थामा अर्को एउटा सम्भाव्य कन्टेन्ट भनेको के हुनसक्छ भने राष्ट्रिय परीक्षा बोर्डको गठन प्रक्रिया र यसलाई सुधार गर्नुपर्ने पाटो के छ भन्ने क्वेसन एउटा महत्त्वपूर्ण हुन सक्छ। हामी यहाँ पनि हेर्नुपर्ने हुन्छ। र राष्ट्रिय परीक्षा बोर्डको गठन हामी यसलाई एनइबी भन्छौँ। एनइबी भन्छौँ। ल साथीहरू रमाइलो गरौँ। यो एनइबीको फुल फर्म चाहिँ के होला भन्नु त? म एकचोटि हेर्छु तपाईँले गरेको, यो परभरमा कम देख्छु। एनइबीको फुल फर्म के हो? जाँचमा सोधो एनइबीको फुल फर्म के हो भनेर भने हामी के लेख्छौँ त? एकचोटि टिपिडीको फुल फर्म सोधेको छ है, याद गर्नु होला तपाईँहरूले। टिपिडीको फुल फर्म के हो भनेर सोधेको छ भने एनइबीको फुल फर्म नसोध्ला भन्न सकिँदैन। हामी 255 जना सँगै छौँ। म हेर्छु, तपाईँहरू टिचर हो। नेसनल एजुकेसन बोर्ड भन्नुभयो, राष्ट्रिय परीक्षा बोर्ड हो। राष्ट्रिय परीक्षा बोर्ड भन्दाखेरि एक्जामिनेसन बोर्ड भन्नुभयो कसैले? केही साथीहरूले लेख्नै छोड्नुभयो। कोही साथीहरूको नाम छैन, स्यामसङ मात्रै भन्ने आउँछ। नेसनल एक्जामिनेसन बोर्ड लेख्नुभयो। गाह्रो छ हौ साथी। यो कस्तो हुन्छ भन्नुहुन्छ भने नि सर म्याडमहरू भन्दा चाहिँ भेरी सिम्पल होइन, गाह्रो छ। मैले तपाईँहरूले लेखेकोमा कसैले लेखेको पनि मिलेको देखिनँ है। तपाईँले विद्यार्थीको सर्टिफिकेट बनाउँदा, परीक्षा सञ्चालन गर्दा, ग्रेड सिटमा साइन गर्दा के आउँछ होला? गुड। एयरमेट के भनिरहनु एकजनाले देखाउनु भएको थियो, त्यो नामबाट होइन होला। एकजनाले अहिलेसम्म सही बनाउनु भयो, नेसनल एक्जामिनेसन्स बोर्ड। एस है, एक्जामिनेसन होइन, एक्जामिनेसन्स। एक्जामिनेसन्स है, हामीले नेसनल एक्जामिनेसन बोर्ड नभन्ने है, एक्जामिनेसन्स।
प्लुरल एस एक्जामिनेसन्स बोर्ड भन्ने यसको गठन प्रक्रियाको बारेमा अहिले हामीले भर्खरै विज्ञापन भइरहेको र करेन्ट इस्यु भएको कारणले गर्दा सम्भाव्य कुराहरू केही कुराहरू हामीले यसमा हेर्नुपर्ने हुन्छ। तर म्यासेज चाहिँ म भएर एकैचोटि हेर्छु है साथीहरू, हेर्नु भ्याएको छैन। यसको इस्युमा पहिलो कुरा भनेको हामीले अध्यक्ष पदको लागि हेरौँ, अरू पदमा त्यस्तो धेरै इस्यु छैन। यसको योग्यता के भन्दा शिक्षा र परीक्षा सम्बन्धी विषयमा कम्तीमा 15 वर्षको अनुभव भएका व्यक्तिहरू, 12 वर्षको अनुभव भएका व्यक्तिहरूमध्येबाट लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा शिक्षा मन्त्रालय तहको 1 जना महिला सहित 2 जना विज्ञ रहेको एउटा सिफारिस समिति रहनेछ। उक्त सिफारिस समितिले सिफारिस गरेको व्यक्तिलाई नेपाल सरकारले 4 वर्षका लागि नियुक्ति गर्न चाहन्छ। यो हामीले योग्यता हेऱ्यौँ। अब यो पदमा योग्यतामा त्यतिले मात्रै पुग्छ कि अझै परिवर्तन गर्नुपर्छ भनेर हामी हेर्न सक्छौँ। अनि यसको उमेर नेपालमा सायदै सरकारी उसमा चाहिँ नियुक्ति हुँदाखेरि उमेरको हद नलाग्ने भनेको चाहिँ राष्ट्रिय परीक्षा बोर्ड मात्रै हो। एटलिस्ट संवैधानिक नियुक्तिहरूमा पनि उमेरको हद 65 वर्ष लाग्छ भने यहाँ हामीले उमेरको हद तोक्नुपर्ने हुन्छ। उमेरको हद तोकिएको छैन। उमेरको हद चाहिँ भर्खर रिटायर हुनुभएको अध्यक्षज्यू नै 65 वर्ष 65 वर्ष पुरा भएपछि नियुक्ति हुनुभएको। अन्यत्रमा 65 वर्ष म्याक्सिमम हुन्छ संवैधानिक निकाय भने एटलिस्ट यसको उमेर पनि 65 वर्षभन्दा माथिको व्यक्ति चाहिँ नियुक्ति हुन नसक्ने प्रावधानहरू कायम गरेर राख्नुपर्छ। यसमा उमेरको हद बढीमा 65 है। यो चाहिँ यसलाई बढीमा 65 गरौँ, त्यहाँभन्दा बढी नगर्ने, यो छँदै छैन, छँदैन भएको। अर्को चाहिँ सदस्यता हेरौँ। यो सदस्यता 13 सदस्य छ। अहिले चाहिँ 13 सदस्य छ। तर राष्ट्रिय परीक्षा बोर्डमा 13 सदस्य व्यक्तिहरू चाहिन्छ जस्तो मलाई लाग्दैन। किनभने बोर्डमा मिटिङ बसेर रिजल्ट निकाल्ने र नीतिगत निर्णय गर्ने कुरा मात्रै अगाडि बढेर जान्छौँ। त्यसले गर्दाखेरि यो 13 सदस्य बनाएर यसलाई लोड बढाउनुपर्छ जस्तो लाग्दैन। यसलाई कम्तीमा 9 सदस्यमा झार्न सक्ने अवस्था हुन पनि सक्छ। अर्को हामीले दिने सुझाव के हुन सक्छ होला, भोलि यसले सुझावै मागो भन्नु छ भने अध्यक्ष चाहिँ नेपाल सरकारले नियुक्ति गरेको व्यक्ति हुन्छ, उसको अन्डरमा चाहिँ शिक्षा मन्त्रालयको सचिव उपाध्यक्ष हुन्छ भने सचिव नै नभएको सहसचिव लेभलको मात्रै मानिस पनि अब तपाईँ उपप्राध्यापक सहप्राध्यापक मात्रै पनि बोर्डको अध्यक्ष भएर आउन सक्ने अवस्था भयो। तर त्यसको अन्डरमा सचिव रहँदाखेरि सचिवले काम गर्न सहयोग गर्न नसक्ने अवस्था सिर्जना हो। त्यसले गर्दा सम्भव भएसम्म वित्तीय हिसाबले पनि हेर्ने हो भनेदेखि आयोगको अध्यक्ष नै शिक्षा सचिवलाई बनाइदियो भनेदेखि सही हुन्छ। पहिले पनि त माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको चाहिँ सचिव नै राखेको थियो होइन। त्यही बराबरको इक्विभ्यालेन्ट यो भएकाले गर्दाखेरि एउटै हुन सक्ने अवस्था पनि छ। यसको चाहिँ सचिवलाई, शिक्षा सचिवलाई नै अध्यक्ष बनाउन पनि बाधा पर्दैन। अध्यक्ष बनाउन सक्छौँ। त्यसपछि अर्को याद गर्नु चाहिँ परीक्षा एउटा बोर्डमा 2टा परीक्षा नियन्त्रण कार्यालय हुँदैन कहीँ पनि। त्यसले गर्दा परीक्षा नियन्त्रण कार्यालय 10 को र 12 को परीक्षा नियन्त्रण कार्यालय चाहिँ एउटै हुनुपर्छ है। यो एउटै हुनुपर्ने नि हो, अहिलेसम्म भएको थिएन, अब हुन्छ होला। परीक्षा नियन्त्रण कार्यालय हाम्रो एउटै हुनुपर्छ। अहिलेसम्म 2टा नियन्त्रण कार्यालय छन्। यो चाहिँ एउटै हुनुपर्छ। 10 को छुट्टै 12 को छुट्टै नगर्ने। 10 र 12 कक्षाका लागि चाहिँ एउटै बोर्डलाई चाहिँ एउटै परीक्षा नियन्त्रण कार्यालयलाई प्रयोग गर्नुपर्ने हुन्छ। यी विषयहरू राष्ट्रिय परीक्षा बोर्डसँग छ। अब तपाईँलाई फेरि राष्ट्रिय परीक्षा बोर्डको गठन प्रक्रिया नसोध्ला भन्न पनि सकिँदैन। हेर्नु कहिलेकाहीँ के हुन्छ भने राष्ट्रिय परीक्षा बोर्डको गठन प्रक्रिया कस्तो हुन्छ भने सुन्नुहोस् त। ओके, यहाँ सिफारिसको कन्टेन्ट नजाउन भन्ने मेसेज गर्नुभएको छ। म तपाईँलाई इस्यु मात्रै भन्दैछु। हामीले के भने कमन कन्टेन्टहरू तपाईँले हेर्नु भएको छ भनेर मैले यसलाई इस्युलाई मात्रै फोकस गर्ने। ओके, अब क्वेसन चाहिँ के छ त तपाईँलाई हेर्नु नै, राष्ट्रिय परीक्षा बोर्डको गठन प्रक्रिया उल्लेख गर्दै
यो बोर्डले गर्नुपर्ने काम, कर्तव्य र अधिकार अथवा बोर्डको विषयमा के भन्छ यसलाई विश्लेषण गर्नुहोस् अथवा यसलाई चुस्त बनाउन, दुरुस्त बनाउन अथवा परीक्षा प्रणालीलाई विश्वसनीय बनाउनका निम्ति सुझाव पेश गर्नुहोस् भनेर आउन सक्छ। यो विषयमा हामीले यो मोडलमा गएपछि तपाईँहरूले छुट्याएर हेर्न सक्नुहुन्छ। अब हामी ऐनको महत्त्वपूर्ण कुरामा अर्को एउटा याद गर्नुपर्ने कुरा, ध्यान दिएर बुझ्नुपर्ने कुरा के छ भन्नु छ भने कहिलेकाहीँ सोध्छ कसैले रु 1 लाखसम्म जरिमाना वा 6 महिना कैद वा दुवै सजाय गर्यो भने त्यस्तोलाई कारबाही गर्नका लागि कस्तो प्रोभिजन छ अथवा कस्ता किसिमका काम गरौँ भने 1 लाखसम्म जरिमाना वा 6 महिना कैद वा दुवै सजाय हुन सक्छ भन्ने कुरा पनि हेर्नुपर्छ। एकचोटि भनिदिन्छु मात्रै, तपाईँले रिमाइन्ड मात्रै गर्नु यसको लागि मैले लेखिरहेन। देखाएको अवस्थामा रु 1 लाखसम्म जरिमाना वा 6 महिना कैद वा दुवै सजाय हुन सक्छ। कस्तो अवस्था भन्दा परीक्षाका गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा केन्द्राध्यक्षको अनुमति बेगर प्रवेश गरेमा, प्रवेश गर्ने प्रयास गरेमा वा परीक्षा केन्द्रलाई नियन्त्रणमा लिएमा, अरूको तर्फबाट परीक्षा दिएमा, नतिजा प्रकाशनमा, उत्तर पुस्तिका परीक्षणमा लापरवाही गरेमा, नतिजा प्रकाशनमा लापरवाही गरेमा, परीक्षाको मर्यादा भङ्ग हुने अन्य कुनै काम गरेमा र विद्यार्थी भर्ना गर्दा कुनै पनि प्रकारको दान, दातव्य वा उपहार लिएमा र बिना अनुमति कुनै पनि भाषा कक्षा अथवा कोचिङ सेन्टरहरू सञ्चालन गरेमा, यस्तो अवस्थामा चाहिँ रु 1 लाखसम्म जरिमाना वा 6 महिना कैद वा दुवै सजाय हुन सक्छ। त्यस्तो देखिन्छ। यसलाई सजाय गर्नका लागि तोकिएको अधिकारी को हो? रु 1 लाखसम्म जरिमाना वा 6 महिना कैद वा दुवै सजाय गर्न तोकिएको अधिकारी को भन्दा कैद भन्ने बित्तिकै अदालत हो है। किनभने हामीले कैद गर्नका लागि अरू कुनै पनि व्यक्तिले सक्दैन। अदालतको आदेश बाहेक 6 महिना कैद गर्न नसक्ने भएकाले यसको निर्णय गर्ने अधिकारी भनेको चाहिँ अदालत हो। अब अरू हाम्रो कमन इस्युमा जब स्थानीय सरकार सञ्चालन 2074 जारी भइसक्यो, त्यसपछि अरू कमन इस्युहरूमा हाम्रो परेको भनेको चाहिँ समस्या केमा हुन्छ भने विद्यालयको अनुमति र स्वीकृतिमा हेर्नु होला। अनुमति र स्वीकृति, अनुमति र स्वीकृतिमा, किनभने साबिकको के अरे नेपालको संविधानमा प्रश्न के लेख्छ भने प्रदेश र स्थानीय तहले कानुन बनाउँदा सङ्घीय कानुनसँग नबाँच्ने गरी बनाउनुपर्छ भनेर लेखेको छ संविधानमा प्रश्नसँगले होइन। कति 256 है कति धारा अलिक बेसी प्रश्नसँग लेखेको छ भनेपछि अब हामीले त्योसँग बाँच्ने गरी स्थानीय तहले कानुन अर्को निर्माण गर्यो। कानुनको निर्माण गरेर के भयो, कक्षा 12सम्मको अनुमति र स्वीकृति स्थानीय तहले दिन थाल्यो। शिक्षकको व्यवस्थापन स्थानीय तहले गर्न थाल्यो। सङ्घीय कानुन पनि जिउँदैछ, शिक्षा 2028 कायमै छ। त्यो भएकाले गर्दाखेरि यो अनुमति र स्वीकृति सम्बन्धी विषयमा स्थानीय तह र सङ्घीय कानुनको बिचमा बिग्रेको तारतम्यता अथवा क्वेसन के हुनसक्छ भन्नुहुन्छ भने स्थानीय सरकार सञ्चालन ऐन 2074 र शिक्षा ऐन 2028 का बिचमा दोहोरिएका विषय क्षेत्रहरू र समाधानका उपायहरू के हुन सक्छन्? म क्वेसन लेख्छु पहिले, यो सोधेको क्वेसन हो अनि हामी हेरौँ है त। यसको छोडौँ, प्रश्न यस्तो आयो, स्थानीय सरकार सञ्चालन ऐन, स्थानीय सरकार सञ्चालन ऐन 2074 र शिक्षा ऐन 2028 बिच बाजिएका विषय क्षेत्र अथवा दोहोरो परेका भनेको है, बाजिएका विषय क्षेत्र के हुन्? के हुन् उल्लेख गर्दै
गर्दै समाधान त्यहाँ उपाय लेख्नुहोस्। उपाय लेख्नुहोस्। यो क्वेसन सोधेको छ, यो क्वेसन शिक्षाको बोर्डमा पनि सोधेको छ, यही क्वेसन उपसचिवलाई पनि सोध्छ, सहसचिवलाई पनि सोध्छ। भनेको लेभल अनुसार उत्तर लेख्ने गरी सोधिएका क्वेसन हो धेरै पटक। यस्तो क्वेसन सोध्यो भने अब हामीले उत्तर कसरी लेख्ने यो विषयलाई हेरौँ। यसले दुईटा एरिया कभरेज गर। एउटा स्थानीय सरकार सञ्चालन ऐनमा भएका जुन शिक्षा सम्बन्धी 23वटा प्रावधानहरू छन्, ती प्रावधान तपाईँहरूले एकचोटि सम्झिनु पर्यो। अनि शिक्षा ऐन 2028मा भएका प्रावधानहरू सम्झनु पर्यो। यसले अब कहाँ कहाँ कुन कुन कुरा चाहिँ विषय क्षेत्रहरू बाजिएका छन्, बाजिएका विषय क्षेत्रहरू हामीले छुट्याउनु पर्यो। अब यस्तोमा लेख्दाखेरि सुरुमा एकैचोटि हामी बुदाममा गएर प्रवेश गर्नुभन्दा पहिले स्थानीय सरकार सञ्चालन ऐन किन ल्याइएको र शिक्षा ऐन किन ल्याइएको भन्ने कुरा पहिलो प्याराग्राफमा हामी लेख्नु पर्यो। थोरै के लेख्छौँ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको के गर्ने व्यवस्थाको स्थानीय अथवा स्थानीय प्रदेश र सङ्घमा 3वटा सरकारहरूले अथवा 3वटा तहबिचको अन्तर सम्बन्ध स्थापित गर्नका लागि जारी गरिएको यो स्थानीय सरकार सञ्चालन ऐन 2074 र विद्यालय तहको शिक्षाको व्यवस्थापन गर्दै गुणस्तरयुक्त शिक्षाको प्रत्याभूति दिनका लागि जारी गरिएको शिक्षा ऐन 2028 का बीच धेरै कुराहरू अथवा अधिकांश विषयवस्तुहरू बाजिएका छन् अथवा समसामयिक रूपमा सम्बोधन गर्न सकिएका छैनन्। यसरी सम्बोधन हुन नसकेका विषयहरू अथवा दुईटा बाजिएका विषयहरू अथवा दोहोरोपना परेका विषयवस्तुहरू देखाए बमोजिम छन् भनेर हामीले अलिकति भूमिका बाँधेर मात्रै हामी लेख्छौँ। सुरु गर्दाखेरि त्यहाँ लेखिदिनु न भन्दै हुन्छ। यो लेखिदिन तपाईँ लेखिहाल्नुहुन्छ, किनभने स्थानीय सरकार सञ्चालन ऐन पनि तपाईँसँग छ, प्रस्तावना पढिहाल्नुहुन्छ। शिक्षा ऐन पनि तपाईँसँग छ, प्रस्तावना पढिहाल्नुहुन्छ। के लेख्नु छ त्यसले? डेट लेख्नु पर्दैन, तर लेख्नुभयो भने पनि अब स्थानीय सरकार सञ्चालन ऐन 2074 सम्म चाहिँ लेखौँ न। त्यो 74 को कुन महिना जारी भयो भनेर लेख्नु पर्दैन। अब्जेक्टिभ क्वेसनको लागि मात्रै पर्दैन है। स्लो भन्नु न भन्नुभयो, एक दिन मात्रै पढाउनु पर्नेछ। ओके भने अब फेरि म तपाईँलाई मैले यसको कन्टेक्स्ट भने कसरी फ्रेममा कसरी बाँध्ने भन्ने कुरो मात्रै हो। यो चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने आएको जाँच भनेको चाहिँ सबै कुरा जान्ने नै होइन। हामीले जाने जस्तो गरेर हरेक कुरालाई छोएर चाहिँ महत्त्वपूर्ण कुरालाई बुदागत रूपमा हामीले लेख्ने हो। त्यो राम्राहरूमध्ये राम्रो छनौट गर्ने काम चाहिँ शिक्षक सेवा आएको हो। त्यसले गर्दाखेरि हामीले यसलाई हामीले लेख्दाखेरि के गर्नु पर्यो भने दुईटैको प्रस्तावनाको महत्त्वपूर्ण कुराहरूलाई छाउनु पर्यो। के सङ्घ प्रदेश र स्थानीय तहको बिचको समन्वय सम्बन्ध र सहअस्तित्व कायम गर्नका लागि ल्याइएको स्थानीय सरकार सञ्चालन ऐन 2074 र विद्यालय शिक्षाको व्यवस्थापन गर्दै गुणस्तरयुक्त शिक्षाको विकास गर्नका लागि अथवा प्रत्याभूति दिनका लागि जारी गरिएको शिक्षा ऐन 2028 को बिचको अन्तर अथवा बाजिएका विषय क्षेत्रहरू देखाए बमोजिम छन् भन्यौँ हामीले होइन। एकैचोटि धेरै कुराहरू हुन्छन्। अझ बाजिएका विषय क्षेत्रहरू के छन् त हेरौँ। विषय क्षेत्र म भन्छु, त्यसपछि तपाईँहरूले पहिले पढेका विषयमा याद गर्नुहुन्छ, थाहा हुन्छ। विषय क्षेत्र अब के विषयहरू छन् त भने जान्न चाहिँ तपाईँले के थाहा पाउनु पर्यो भने स्थानीय सरकार सञ्चालन ऐनमा 23वटा बुदाहरूमा महत्त्वपूर्ण कुरा के भनेको छ, शिक्षा ऐनमा के भनेको छ, दुईटालाई कार्यान्वयन गर्दाखेरि हामीलाई के समस्या पर्यो भनेर चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। तपाईँले पठाएको मेसेज पढ्नुपर्ने कम्प्युटर धेरै टाढा भएकाले गर्दा म निहुरेर हिँडिरहेको छु है, देखिँदैन। विषय क्षेत्रहरू पहिलो कुरो चाहिँ के भयो भन्नुहोस् भने अनुमति स्वीकृति विद्यालयको है, अनुमति र स्वीकृति के भन्यो? अनुमति र स्वीकृति सम्बन्धी विषयमा के छ? शिक्षा ऐन 2028 अनुसार सम्बन्धित पालिकाको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाइले दिने व्यवस्था छ, तर
स्थानीय सरकार सञ्चालन ऐनले के गर्यो भन्दा सम्बन्धित पालिकालाई नै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार जिम्मा दिएपछि कक्षा 12 सम्मको अनुमति र स्वीकृति सम्बन्धित पालिकाबाटै दिने व्यवस्था गरिएको छ। यो एउटा बाजिएको क्षेत्र हो, दोहोरियो। ऐनमा एकातिर भन्छ, नियमावलीमा अर्कोतिर भन्छ। त्यसपछि अर्को हाम्रो विषय क्षेत्र भनेको के छ भन्नुहुन्छ भने यो विद्यालयको नाम परिवर्तन याद गर्नु होला। यो के भनेको छ, नेपाल सरकारले विद्यालय सार्न, गाड्न वा नाम परिवर्तन गर्न सक्नेछ भन्ने छ शिक्षा ऐन 2028 को दफा 15 मा चाहिँ। तर स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 11(2) जम्मा भएका 23 वटा काम मध्ये एउटा काम के हो, विद्यालयको नाम परिवर्तन गर्ने काम पनि स्थानीय सरकारको हो। त्यसले गर्दा स्थानीय सरकार र शिक्षा ऐनमा भएको प्रावधानहरूको बीचमा बाजिएको छ। यसलाई पनि मिलाउनु पर्ने अवस्था छ। नाम परिवर्तनको विषय। त्यसपछि अर्को विषय बाजिएको विषय क्षेत्र भनेको चाहिँ विवेश गठन। विवेश गठनमा के भएको छ भन्नुहुन्छ भने स्थानीय तहहरूले आफ्नो ऐनमा विद्यालय व्यवस्थापन समिति गठन गर्दाखेरि सङ्घीय कानुनको प्रतिकूल हुने गरी वा सङ्घीय कानुनको भावनाको प्रतिकूल हुने गरी स्थानीय तहले ऐनहरू निर्माण गरेका छन् र हरेक स्थानीय तहका कानुनहरू फरक छन्। यो कारणले गर्दाखेरि सङ्घमा भएका प्रावधानहरूको प्रतिकूल हुने गरी स्थानीय तहमा चाहिँ ऐनहरूको निर्माण गरिएको छ। त्यो कुरा चाहिँ के हुन्छ, बाजिएको विषय क्षेत्रभित्र पर्छ। अरू हामीले स्थानीय स्वायत्त शासन स्थानीय सरकार सञ्चालन ऐनमा भएका अन्य प्रावधानहरू हामीले हेर्यौँ भने के भनेको छ, यो भाषा कक्षा हैन, अनि मोन्टेसरी जस्ता विषयहरूको अनुमति कसले दिने भनेको छ, जिल्ला शिक्षा कार्यालय भनेको शिक्षा विकास तथा समन्वय इकाइले दिने भनिएको छ। भने अब यहाँ के भनेको छ, स्थानीय तहले भनेको छ। जस्तो भाषा कक्षा लगायतका है, भाषा कक्षा लगायत भाषा कक्षा लगायतका कोचिङ सेन्टरहरू जति छन्, शैक्षिक परामर्शहरू, ती चाहिँ के भनेको छ भन्दा स्थानीय तहले गर्न सक्ने गरी स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था गरिएको छ। त्यसपछि अर्को क्षेत्र हेरौँ, हामीले अरू क्षेत्रमा हेर्दाखेरि स्थानीय सरकार सञ्चालन ऐनमा भएका व्यवस्थाहरूलाई हेऱ्यौँ भने यो याद गर्नुभएको छ होला, स्थानीय सरकार सञ्चालनको वडा समिति भन्ने छ। त्यो वडा समितिहरूमा सिएलसी सामुदायिक सिकाइ केन्द्रहरूको व्यवस्थापन गर्नका लागि वडा अध्यक्षको संयोजकत्वमा हुने प्रावधान राखिएको छ। तर हाम्रो कानुनले के भन्छ, अनौपचारिक शिक्षाका कार्यक्रमहरूको जुन मोडालिटी छ त्यो चाहिँ शिक्षा विकास तथा समन्वय इकाइले नै हुने गरी शिक्षा न्याय 2059 मा र ऐनले प्रावधानमा राखिएको छ। यो पनि एउटा के छ, देखिएको समस्या छ। विद्यालय व्यवस्थापन समिति सम्बन्धी फेरि भनिदिनु न भन्नुभएको छ। विद्यालय व्यवस्थापन समिति हाम्रो के छ, शिक्षा ऐनको 2028 को दफा 12 मा सामुदायिक विद्यालयको व्यवस्थापन समिति 9 सदस्य र संस्थागत विद्यालयको व्यवस्थापन समिति 7 सदस्य हुने व्यवस्था गरेको छ। तर स्थानीय तहले, स्थानीय सरकारले आफ्नो कानुन निर्माण गर्दाखेरि व्यवस्थापन समिति फरक ढङ्गबाट गठन गर्ने हुने र इभन व्यवस्थापन समितिको म्याद पनि सङ्घीय कानुनको प्रतिकूल हुने गरी निर्माण गरेको पाइन्छ, जसले गर्दा विरोधाभास सिर्जना भएर कार्यान्वयनको पाटोमा चाहिँ एकदमै कमजोरी छ। कुनै पालिकाहरूले त अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्न सकिने प्रावधान अनुसार नियमावलीहरू समेत तयार गरेको देखिन्छ। यो चाहिँ स्थानीय सरकार सञ्चालन ऐनमा र यसमा बाजिने विषय क्षेत्रहरू हुन्। अरू बाजिएका विषय क्षेत्रहरूमा हामीले ऐनमा हेऱ्यौँ भने अनौपचारिक शिक्षाको विषयहरू भनेको थियौँ मैले अघि। अनौपचारिक शिक्षा
अहिले के छ शिक्षा ऐन नियममा चाहिँ अनौपचारिक शिक्षाका कक्षाहरू र विशेष प्रकृतिका कक्षाहरू सञ्चालन गर्नका लागि शिक्षा विकास र समन्वय इकाइमा अधिकार दिएको छ भने स्थानीय सरकार सञ्चालन ऐनमा पनि अनौपचारिक कक्षाहरू साक्षरता कक्षाहरू सञ्चालन गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिएको छ। ती दुईटा जिम्मेवारीको बिचमा फरक छ र त्यसले गर्दाखेरि समस्या सिर्जना भइरहेको छ। अब अर्को राम्रो साथी थ्याङ्क यू भेरी मच सरले एकजनाले भन्नुभएको छ लेखा परीक्षणको विषयमा। अब अहिले विद्यालयको लेखा परीक्षण गराउने र यो सिकाइ उपलब्धिको परीक्षण गर्ने भनेर हामीलाई स्थानीय सरकार सञ्चालन ऐनमा दिएको छ। सिकाइ उपलब्धिको परीक्षण पनि स्थानीय सरकार सञ्चालन ऐनमा छ है। किन छ स्थानीय सरकार सञ्चालन ऐनमा भने शिक्षकको बढुवा गर्दा कार्य सम्पादन मूल्याङ्कनमा भनेको 75%द्वारा हुने फाइल बढुवाको कार्य सम्पादन मूल्याङ्कन बढुवाको आधारहरूमा शिक्षकको सिकाइ उपलब्धि बापत 15 अङ्क तोकिएको छ। त्यो 15 अङ्कमा 1 वर्षको 3 अङ्कले 5 वर्षमा 15 अङ्क हुन्छ। त्यसमा के छ एउटा फर्मुला भने सिकाइ उपलब्धि निकाल्नका लागि सम्बन्धित शिक्षकले अध्यापन गरेको विषयको सिकाइ उपलब्धिको प्रतिशतलाई सम्बन्धित भौगोलिक क्षेत्रको भनेको सम्बन्धित पालिकाको औसत सिकाइ उपलब्धिले भाग गरेर मल्टिप्लाई 3 गर्नुपर्छ। त्यसो गर्नका लागि के गर्नु पर्यो सम्बन्धित पालिकाले सिकाइ उपलब्धि कन्फर्म गर्नु पर्यो। त्यसका लागि चाहिँ गरिएको र यसमा पनि के छ भन्नुहुन्छ भने समस्या सिर्जना भएको देखिन्छ। एउटा लेखा परीक्षण स्थानीय तहले गराउँछ अहिले होइन। अनि केही ठाउँमा चाहिँ के छ भन्छ भने लेखा परीक्षण गर्दाखेरि समन्वय इकाइले नै विद्यालयको लेखा परीक्षणलाई तोकेर पठाइदिएको अवस्था पनि छ। यो देखिन्छ लेखा परीक्षण विषय। ओके यसरी यी र यस्तै विभिन्न किसिमका विषयवस्तुहरू चाहिँ स्थानीय सरकार सञ्चालन ऐन र शिक्षा ऐनमा बाध्यता। अब सरुवाका विषयहरू पनि भन्न मिल्छ किनभने नियावलीमा सरुवा भने पनि ऐनमा नि के लेखेको छ स्थायी नियुक्ति भएको 1 वर्ष नपुगी र अनिवार्य अवकाशमा 1 वर्ष बाँकी रहँदा शिक्षकहरूको जिल्लान्तर सरुवा हुने छैन भनेर कानुनमा लेखिएको छ। दोहोरो सहमतिमा सरुवा हुन सकिने भनेर नियावलीमा लेखिएको छ। फेरि शिक्षा मन्त्रालयले सरुवाको कार्यविधि जारी गरेको छ र सरुवा रोकेको छ। ऐन र नियावलीसँग बाजिने गरी बनाइएको कार्यविधि कार्यान्वयन नगर्न पनि पाइन्छ। त्यस्ता किसिमका कुराहरू पनि यसमा छन् र परीक्षा सर्ने कुरा अहिले भइसकेको छैन है। वेट गर्नुहोस् केही दिन परीक्षा हुन पनि सक्छ तर सामान्य अवस्थामा चाहिँ परीक्षा सर्ने सम्भावना प्रबल छ। आयोगले निर्णय गर्ला यो विषयमा चाहिँ यति भने। यसरी अब हामीले के भन्यो भने यी विषय क्षेत्र यो विषय क्षेत्रमा यस्तो भएको भनेर हामीले 5 वटादेखि 6 वटा बुदाहरू मुख्य बुदाहरू हामीले लेख्छौँ। 10 प्रकारको क्वेसन त्यहाँ नगरी लेख्न भ्याइँदैन। त्यसपछि अब अन्तिममा चाहिँ हामीले सुरुमा अलिकति भूमिका बाँध्यौँ बिचमा कन्टेन्टमा प्रवेश गऱ्यौँ होइन। अब यी त विषयवस्तु नै भए समाधान चाहिँ के त समाधान कसरी गर्ने। अब यहाँ समाधानको विषयमा हामीले कम्तीमा वेटेज हेरेर एउटा वा दुईटा बुदामा हामीले लेख्नुपर्छ। हामीले वेटेज हेर्नुपर्छ प्रश्नले के भनेको छ भनेर 2 चोटि क्वेसन पढेर त्यसको वेटेज चाहिँ हामीले छुट्याउनुपर्छ है। कहिले सिङ्गो क्वेसन दिएको हुन्छ त्यो सिङ्गो क्वेसन भयो भने त प्रब्लम भएन। नभएदेखि चाहिँ त्यसको वेटेज हेरेर वेटेज अनुसारको चाहिँ हामीले अगाडि हेर्नुपर्ने हुन्छ। त्यो वेटेज हेरेपछि कहाँनिर चाहिँ बढी लेख्ने भन्ने कुरो हामीलाई थाहा हुन्छ। अब यसमा समाधान के त भन्दाखेरि कुन चाहिँ कानुनलाई कसरी कार्यान्वयन गर्ने हो। हामीले के बुझ्नु पर्यो भने पुरानो पद्धतिको शिक्षा ऐन साबिकमा बनाइएको शिक्षा ऐन अथवा 74 सालमा आएर 9 संशोधन भए पनि होइन 73 सालको असार 15 गतेको 8औं संशोधन सबैभन्दा महत्त्वपूर्ण संशोधन हो। त्यो संशोधन भनेपछि 9 संशोधनभन्दा अगाडि 8औं संशोधनका प्रावधानहरू भन्दा पछाडि स्थानीय सरकार सञ्चालन ऐन 2074 जारी भइसकेका कारणले गर्दा स्थानीय सरकार सञ्चालन ऐन भनेको छ। स्थानीय तह मात्रै भन्नु भएन। स्थानीय तह हो स्थानीय सरकार होइन भन्ने कुरा के भयो ऐनले नै पुष्टि गर्यो कि स्थानीय तह होइन स्थानीय सरकार हो भन्नु भनेको छ नि त ऐनले। त्यो भएकाले गर्दा अब स्थानीय तहले सञ्चालन गर्न सकिने विषयवस्तुहरू चाहिँ स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने गरी भनेर प्रश्न बनाइदिनु पर्यो र त्यो कानुनसँग बाजिएका भनेको स्थानीय सरकार सञ्चालन ऐनसँग बाजिएका कुराहरू चाहिँ संघीय कानुन आकर्षित नहुने भन्ने निर्णय गरिदिनु पर्यो। त्यो निर्णय भयो भने चाहिँ के हुन्छ भन्दा
स्थानीय तहका कानुनहरूको कार्यान्वयन गर्न सजिलो हुन्छ वा कि त स्थानीय तहलाई यी अधिकार दिन भएन, स्थानीय तहले राम्रो काम गरेनन्, स्थानीय तहले क्वालिटी गर्न सकेनन्, शिक्षामा लगानी गर्न सकेनन् भन्न गर्छौँ। त्यस्तो हो भनेदेखि के गर्नु पर्यो, सङ्घीय कानुन आकर्षित गर्नु पर्यो। तर यो के हुन्छ भन्दाखेरि संविधानको भावनाको प्रतिकूल हुन्छ, लोकतन्त्र र प्रजातन्त्रको भावनाको प्रतिकूल हुन सक्छ। त्यो विषयलाई चाहिँ हामीले गम्भीरताका साथ हेर्नुपर्छ। सिधोमा त्यो यो चाहिँ तपाईँको आफ्नो धारणा हो। कस्तो खालको सुझाव दिन सक्नुहुन्छ तपाईँ? स्थानीय तहलाई बलियो बनाउने खालको सुझाव पनि दिन सक्नुहुन्छ, स्थानीय तहका अधिकारहरूलाई कटौती गरेर इकाइमा पठाउने अथवा सङ्घीय कानुनमा आकर्षित गर्ने भन्न पनि हामी सक्छौँ। यो चाहिँ तपाईँको आफ्नो धारणा र आफ्नो सोचहरूलाई चाहिँ यसमा राख्न सक्छौँ। यसरी पहिले अलिकति प्याराग्राफमा नै हाम्रो थोरै भूमिका, लामो भूमिका होइन है, भूमिकामा नम्बर छैन। फेरि पनि म तपाईँलाई भने भूमिकामा नम्बर छैन, अनि क्लोजिङमा पनि खास नम्बर हुँदैन। तर त्यसको ब्युटिफिकेसनको लागि, त्यसको लिङ्केजको लागि चाहिँ हामीले केही भूमिका लेखौँ, बिचमा भएका कन्टेन्टलाई बुझाउन लेख्न पाइन्छ, अनि फेरि तल तपाईँले भाषाकै रूपमा चाहिँ क्लोजिङ गर्नु। यो फर्मेटमा बस्यौँ भने हामीले सजिलो होला। धेरै लामो समयसम्म हामीले लेख्ने अभ्यास गरेका छैनौँ। कपीमा तपाईँले याद गर्नु होला, अहिले हामीले पढे पनि तपाईँलाई त्यो 60 पूर्णाङ्कको जाँच हुने समय अवधि कति, 2 घन्टा कति हुन्छ, त्यो समयमा बसेर तपाईँले लेख्नु निकै गाह्रो हुनसक्छ। आफूले एकदमै प्र्याक्टिस गर्नुहोस् है, जे भए पनि लेख्नुहोस्, कथै भए पनि लेख्नुहोस्। तर दिनको एकचोटि तपाईँले दिनको 2 घन्टा कन्टिन्यू लेख्ने काम चाहिँ आजैबाट सुरु गर्नुपर्छ, आजबाट होइन, भोलिबाट। किनभने 2 घन्टा तपाईँलाई जे आउँछ, तपाईँले पाठ्यक्रमै सार्ने भए पनि, आफूले जानेको कुरो लेख्ने भए पनि, कन्टेन्ट लेख्ने भए पनि, पाठ्यक्रमै सार्ने भए पनि, जे गरे पनि दिनको 2 घन्टा चाहिँ तपाईँले खुरुखुरु नरोकिकन लेख्ने व्यवस्था गर्नुभयो भने हाम्रो लेखनसिपको विकास हुन्छ। हामी सिकाउन थालेका छौँ, पढाउन थालेका छौँ, लेख्ने बानीको विकास चाहिँ हामीलाई आफैलाई गाह्रो भइसकेको छ। यहाँ शिक्षकको पूर्ण जिम्मा सङ्घले लिनुपर्छ भनेर साथीले एकदम सोध्नु भएको छ। योसँग सम्बन्धित बनाएर पनि क्वेसन आउन सक्ने सम्भावना हुन्छ है, किनभने बेला बेला समय समयमा भएका नेपाल शिक्षक महासङ्घ र विभिन्न सङ्घ सङ्गठनहरूसँग भएका सम्झौताको अवस्था र सम्झौता कार्यान्वयन गर्नका देखिएका जटिलताहरू पनि के हुन् भन्न पनि सकिन्छ। ओपन क्वेसन सोध्नुपर्ने हुन्छ, त्यो भन्न सकिन्छ। अब शिक्षकको सम्पूर्ण सङ्घले जिम्मेवारी लिनुपर्छ भन्ने आयो भने स्थानीय तहले त शिक्षामा लगानी गर्न भएन, शिक्षकलाई सेवा सुविधा पनि दिन भएन स्थानीय तहले, होइन। फेरि सङ्घीय तहमा मुलुक गइसकेपछि कर्मचारी जति स्थानीय तहमा पठाएको छ, फेरि स्थानीय तहका शिक्षकलाई सङ्घमा कसरी पठाउने होला, यस्ता समस्या पनि सृजना हुन सक्छन् है। सबै साथीहरूलाई त्यहाँ तपाईँले मेसेज हेर्नु भ्याउनु भएको छ कि छैन, हाजिरी गरिदिनु हुन भनेर चाहिँ लिङ्क आइरहेको छ है, तपाईँले याद गरिदिनु होला हाजिरीको लागि। ओके, मैले यो मोडल लगाएँ। अब हामी अर्को एउटा इस्युमा हामीले हेर्नुपर्ने हुन्छ। अर्को इस्यु भनेको के छ त भन्नुहुन्छ भनेदेखि निःशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धी ऐन 2075 को कार्यान्वयनका राम्रा पक्षहरू अथवा सबल पक्षहरू र यसका अप्ठ्याराहरू, अथवा शिक्षा सम्बन्धी प्रावधानहरूका नीतिगत आधारहरूलाई कार्यान्वयन गरेर देखिएका समस्याहरू के हुन्। एउटा क्वेसन म बनाउँछु, अनि तपाईँलाई क्वेसनको बारेमा सोचौँ है त। शिक्षा सम्बन्धी प्रचलित कानुनहरू कार्यान्वयनको सिलसिलामा शिक्षा सम्बन्धी प्रचलित कानुनहरू कार्यान्वयनका सिलसिलामा देखिएका मुख्य समस्याहरूको समस्याहरू उल्लेख गर्नुहोस्। चोखो
किनभने यो लामो हुन्छ, यो लामो भएपछि तपाईँले पुरा अङ्क दिन नभए होला। 10 अङ्कको क्वेसन यस्तो सोधिसकेको छ, तर 6वटा क्वेसन 10 नम्बरको घटाएकै होला। शिक्षा सम्बन्धी प्रचलित कानुनहरू कार्यान्वयनका सिलसिलामा देखिएका मुख्य समस्याहरू के हुन्? अब यो विषय चाहिँ हामीले कस्तो हुन्छ भन्नु छ भने ब्रोड क्वेसन तर ओपन इन्डेड क्वेसन हो। यो ओपन इन्डेड क्वेसनहरूमा तपाईँहरूले लेख्नका लागि गाह्रो छैन, तर मूल कानुनहरूले के भनेको छ भन्ने कुरो छुट्ला कि भन्ने डर हुन सक्छ। कसरी लेख्ने होला, यसमा के कुराहरू राख्ने होला, यसो माइन्ड सेट गर्नु त। सम्झनु भयो केही? ओके, सम्झनु भयो भने सम्झनु भयो न। यहाँ हेरौँ, पहिलो कुरो भनेको के छ त भन्नको लागि हाम्रा कानुनहरू सम्झिनुपर्छ। पहिले यस्तोमा चाहिँ के हुन्छ भने माक्लो भाग लेख्ने, ओपन टाइपको लेख्ने, तर मुख्य कुराहरू चाहिँ मुख्य कानुनहरूलाई चाहिँ हामीले छाउनु पर्ने हुन्छ। जस्तै पहिलो कुरो भनेको के हुनु पर्यो त? संविधान, होइन? अब संविधान हाम्रो मुख्य कानुन हो नि त। संविधानमा भएका कुराहरूमा के प्रब्लम छ भन्नु त, जस्तै संविधानको पोलिसीको कुरा गरेन, एकैचोटि धारा 31मा जाउँ। धारा 31मा शिक्षा सम्बन्धी कानुनहरू भनेको मौलिक हक भनेको अहिले मौलिक हकको व्यवस्था गरिएको छ धारा 31मा, होइन? ती मौलिक हकहरूभित्र 5वटा कुराहरू भनिएको छ। ती 5वटा कुराहरूको कार्यान्वयनको अवस्था के छ, पहिलो हामीले त्यो हेर्नुपर्छ। संविधानमा भएका मौलिक हकहरू सम्बन्धी प्रावधानमा निःशुल्क तथा अनिवार्य शिक्षा आधारभूत तहसम्मको हुने, निःशुल्क अनिवार्य हुने भनेको प्रावधान के भयो? माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने भन्ने कुरा सकियो कि सकिएन? अनि अपाङ्गता भएका व्यक्तिहरू अक्षर हल्लिए छ जस्तो लाग्यो उहाँको, बुझिएन भन्नुभयो। प्रश्न के छ भन्नु छ भने शिक्षा सम्बन्धी प्रचलित कानुनहरू कार्यान्वयनका सिलसिलामा, शिक्षा सम्बन्धी प्रचलित कानुनहरू कार्यान्वयनको सिलसिलामा देखिएका मुख्य समस्याहरू उल्लेख गर्नुहोस् भनेको छ। के समस्याहरू चाहिँ उल्लेख भएको छ भनेको छ? एकदम साथले लेख्नुहुन्छ, निःशुल्क तथा अनिवार्य शिक्षाको पूर्ण कार्यान्वयन हुन सकेको छैन भनेपछि अब मैले यहाँ तपाईँलाई के भने संविधान सम्झिनु पर्छ। तपाईँले पहिलो पार्ट भनेको संविधानमा भएका 5वटा उपधाराहरूमा पहिले के भनेको छ? 5वटा उपधाराहरूमा आधारभूत तथा प्राथमिक शिक्षा चाहिँ, आधारभूत शिक्षा के हो भने निःशुल्क र अनिवार्य हुने, माध्यमिक शिक्षा के हुने निःशुल्क हुने भनेको छ। अब हामीले 1/8 को शिक्षा आधारभूत शिक्षा चाहिँ के गरेका छौँ भने मौलिक हकको रूपमा स्थापित गर्नका लागि अनिवार्य भनेका छौँ। त्यो अनिवार्यता ल्याउनका लागि के गर्यौँ? शिक्षा निःशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धी ऐन 2075 र नियमावली 2077 कार्यान्वयनमा ल्यायौँ। तर कानुन ल्यायौँ, कार्यान्वयन गर्न सकेको अवस्था छैन। अहिले पनि तपाईँहरू कार्यरतै विद्यालयमा परीक्षा सञ्चालन गर्नका लागि पैसा नभएर विद्यार्थीबाट नभनौँ, अभिभावकबाट सहयोग लिएर विद्यालय सञ्चालन गर्नुभएको छ। मासिक रूपमा पनि तपाईँहरूले सहयोग लिएको हुनसक्छ, वार्षिक रूपमा सहयोग लिएको हुनसक्छ विद्यार्थी अभिभावकहरूबाट। त्यसरी विद्यालय सञ्चालन गरेको छ। के त्यसले भने बमोजिम अथवा संविधानले भने बमोजिम कक्षा 12सम्म निःशुल्क र अनिवार्य गर्न सकियो त? अथवा निःशुल्क गर्न सकियो त? अनिवार्य त 8 मात्रै हो भन्दा सकिएन। त्यसले गर्दा अब हामीले मुख्य समस्याहरूमा के भन्नु, संविधानमा प्रदत्त मौलिक हकमा व्यवस्था भएका 5वटा मौलिक हकहरूमध्ये आधारभूत शिक्षा अनिवार्यका लागि कानुनहरूको निर्माण गरेर कार्यान्वयन गर्ने प्रयास गरिए तापनि बाँकी 4वटा मौलिक हकहरू माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने विषय र मातृभाषाको विषय अनि अपाङ्गता भएका बालबालिकालाई दिने शिक्षाका विषयहरूमा कानुनको निर्माणका कारण नभएका कारणले गर्दाखेरि कार्यान्वयन गर्न सकिएको छैन। संविधानमा व्यवस्था भएको
निशुल्क शिक्षा कक्षा 12सम्मको निशुल्क शिक्षालाई कार्यान्वयनमा व्यवहारमा उतार्न सकिएको छैन। संविधानमा के रहेछ, संविधानमा एउटा कुरालाई चाहिँ कानुन बनाएर रेडी छौँ, अरू शिक्षा ऐन भन्यो 2028 सालको शिक्षा ऐन होइन हाम्रो यो शिक्षा ऐन। शिक्षा ऐनमा चाहिँ के रहेछ भन्नुहुन्छ भने शिक्षा ऐन भनेको हाम्रो 2028 सालमा तत्कालीन अवस्थामा पञ्चायती व्यवस्था अनुकूल कस्ता नागरिक तयार गर्नुपर्छ भनेर बनाइएको ऐनलाई पटक पटक संशोधन गरेर तपाईँको मूल अंशभन्दा संशोधित अंश बढी छ। त्यस्तो 9 पटकसम्म संशोधन भएको शिक्षा ऐनमा भएका प्रावधानहरू स्थानीय सरकार सञ्चालन ऐनमा पनि बाजिएका प्रावधानहरूलाई कार्यान्वयन गर्न सक्ने अवस्थामा ल्याउन सकिएन। सापेक्षिक रूपमा कानुनको निर्माण र परिमार्जन हुनुपर्थ्यो, त्यो हुन सकेन। जति बेला मुलुक सङ्घीयतामा गइसकेपछि अथवा नेपालको संविधान जारी भइसकेपछि सोभन्दा अगाडि जारी भएका कानुनहरूलाई चाहिँ सापेक्षिक रूपमा खारेजी र नयाँ बनाउनु पर्थ्यो, त्यो हुन सकेन। त्यो भएका कारणले गर्दाखेरि अहिलेसम्म चाहिँ यो कानुनमा देखिएका समस्याहरू विद्यमान छन्। ऐनमा भएका सर सम्बन्धी व्यवस्थाहरू, विद्यालयको अनुमति र स्वीकृति सम्बन्धी व्यवस्थाहरू, विद्यालय व्यवस्थापन समिति र शिक्षा समिति गठन सम्बन्धी व्यवस्थाहरू, यी प्रावधानहरू चाहिँ व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन। त्यसपछि शिक्षा नियावलीहरू, त्यो पनि उस्तै हो। शिक्षा नियावली शिक्षा नियावली 2059 के बता भन्नुहुन्छ भने त्यो पनि अहिलेसम्म कति पटक 9 पटक संशोधन भएको छ। 10औं संशोधनको प्रस्तावमा गएको छ होइन। यो ऐन यसरी नियावली पास भएर आयो भने त्यो सरह सम्बन्धी जुन कार्यविधि थियो त्यो कार्यविधि स्वतः अटो भाइलेसन छ, खारेज हुन्छ। र यसले अलिकति राम्रो कुरा चाहिँ के चाहिँ गरेको छ भन्नुहुन्छ भनेदेखि प्रहक भत्ताको व्यवस्थामा सुधारको लागि पहल गरेको छ। त्यो भएकाले अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइएको। आधारभूत तहको 3000 र माध्यमिक तहको लागि 5000 भनेर प्रस्ताव गरिएको छ। त्यो भयो भने सामान्यतया चाहिँ ठिकै हुन्छ भन्नुपर्छ। 10 गुणा बढ्न लाग्यो भनेर तपाईँले मिडियामा हेर्नुहुन्छ होला। एकैचोटि 500बाट 5000 बन्न 10 गुणा हुन त स्वाभाविकै हो। त्यसरी अब शिक्षा नियावलीको हकमा हामीले हेर्नुपर्छ। शिक्षा नियावली भएका प्रावधानहरू पनि स्थानीय सरकार सञ्चालन ऐनसँग बाजिएकाले गर्दा यी प्रावधानहरू कार्यान्वयन गर्न कठिनाइ भएको छ। विद्यालयको अनुमति र स्वीकृति सम्बन्धी भएका विषयवस्तुहरू, सरुवा सम्बन्धी प्रावधानहरू, नियमनीय भएको कुरो ऐनमा भएको कुरो कार्यविधि ल्याएर काट्न नपाइने कुराहरू काटिए। ती के हुनु भन्दाखेरि समस्या सृजना भएका हुन्। भलै कार्यविधिले शिक्षक सरुवामा सजिलो बनाएको होला अथवा के छ त्यो त म भन्न सक्दिनँ, तर यस्ता खालका प्रावधानहरूले चाहिँ हामीले अपेक्षा गरेको सुधार गर्न सकिँदैन। ताकि बाजिने कानुनहरू बनाउन सजिलो छैन। यसलाई हामीले गर्नु पर्यो। अर्को हामीले हेर्नुपर्ने के छ भन्नुहुन्छ भने यो शिक्षा नियावलीभित्र शिक्षक सेवा आयोगको नियावली हामीसँग कार्यान्वयनमा छ। नियमावली यो शिक्षक सेवा आयोगको नियमावलीमा भएका प्रावधानहरूमा सबभन्दा कठिनाइ भनेको केमा भयो त्यो भन्दाखेरि सबभन्दा अहिले इस्यु तपाईँले उठाउनु भएको बढुवा पनि कस्तो हुनुहुन्छ भने कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवालाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउन सकिएको छैन। यसले वास्तवमै कस्तो किसिमको बढुवा प्रणाली हुनुपर्छ भनेर हेर्दा सकिँदैन। 14-15 वर्ष पुगेको टिचर पनि बढुवा भएको छ, 28-30 वर्ष पुगेको टिचर पनि बढुवा भएको छैन। र यस्तो यो बढुवा प्रणालीलाई व्यवस्थित बनाउनको लागि चाहिँ के गर्नुपर्छ भन्छ भने प्राथमिक तहको बढुवाको विद्यार्थी शिक्षक सङ्ख्या बढी भएकाले जिल्लागत रूपमा र निमाई र माविको बढुवा चाहिँ प्रदेशगत रूपमा गऱ्यो भने मात्रै न्यायिक रूपमा समन्यायिक हुन सक्ने सम्भावना देखिन्छ। सबैको पालो आउने सम्भावना हुन्छ। नभए काठमाडौँमा चाहिँ 12 वर्षमा बढाउने, 13 वर्षमा बढाउने, हेटौडामा चाहिँ 18 वर्षमा बढाउने नहुने पनि हुन्छ। एउटै तहको शिक्षक है, सँगै नियुक्ति भएको शिक्षक। त्यो भने
प्रदेशभरिमा बढाउने प्रावधान राख्यौँ भने के हुन्छ भन्दाखेरि सबैको समानुपातिक न्यायपूर्ण हिसाबले बढाउने अवस्था सिर्जना हुन सक्छ। यो चाहिँ मैले कुन बढाउने काठमाडौँ भने है, मैले फेरि अरूको भन्न सकेको मानेको होइन। यसमा हाम्रो समस्या देखिएको छ। ओके, अर्को हाम्रो कार्यान्वयनमा आएको विषय हामीले छोड्नु नहुने, छाउनै पर्ने विषयको भनेको के छ? स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनको विषय छ। स्थानीय सरकार सञ्चालन ऐन 2000 ऐन मात्र लेख्यौँ, पुरै लेख्न ऐन। यसमा भएका प्रावधानहरू र सङ्घीय कानुनहरू एक आपसमा बाजिएका छन् भनेर पनि हामीले लेख्नुपर्छ 5 वटा। अब 2टा अरू कानुन हामीले छोड्नै नहुने कानुनहरू के हुन् त भन्नुहुन्छ भने अर्को चाहिँ अनिवार्य तथा निःशुल्क। निःशुल्क तथा अनिवार्य कि अनिवार्य तथा निःशुल्क? निःशुल्क शिक्षा सम्बन्धी ऐन, त्यस्तै नियमावली, त्यही नाममा दिएको छ यो नियमावली। झन् यो त यति समस्यामूलक छ कि तपाईँले याद गर्नु होला। तपाईँ राम्रो सदरमुकामको हेड टिचर हुनुहुन्छ, एकदमै राम्रो क्वालिटी भएको छ, तपाईँलाई विद्यार्थी भर्नाका निमा प्रेसर आउँछ। उदाहरणको लागि यी हुनुहुन्छ लाग्छ मलाई, हेरम्बा सर। अब विश्व निकेतन माविमा चाहिँ विद्यार्थी भर्ना गर्नका लागि ठाउँै छैन, प्रेसर एकदमै धेरै आउँछ। कानुनले चाहिँ के भनेको छ भन्दा हुन आएका विद्यार्थीलाई अनिवार्य भर्ना गर भन्न तोकेको छ। हेर्नु, यो समस्या छ होइन सर, समस्या छ नि। त्यो भएपछि के गर्ने, सरले कहाँ पठाउने विद्यार्थी भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यही भएर यस्ता विषयहरूको हामीले कार्यान्वयनको लागि हामीले के गर्नुपर्छ भने सोच्नुपर्ने अवस्था छ। कानुनको निर्माण गर्दा स्टेक होल्डरको सहभागिता नभइकन कानुनहरू निर्माण भयो भने कार्यान्वयनको पाटोमा चाहिँ कमजोरी हुन्छ। यो अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन र ऐन त यति हतारमा ल्याइएको थियो कि 3 वर्षभित्रमा मौलिक हक कार्यान्वयन गर्नुपर्ने छ भनेर लेखियो। 72 साल असोज 3 गते संविधान आयो, ठ्याक्कै त्यसको 3 वर्षको दिन राति भनेको 75 साल असोज 2 गते आएर अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन जारी गरिएको। हेर्नु, यो भनेको के हो, एकदमै हतारमा त्यो होमवर्क पुरा नभइकन जारी भएको अवस्था छ। त्यो यस्ता किसिमका प्रावधानहरूले हामीले समग्र शिक्षा प्रणालीमा चाहिँ समस्या सिर्जना गरेको देखिन्छ। त्यो विषयलाई पनि हामीले हेर्नुपर्ने हुन्छ। अर्को भनेको हाम्रा विभिन्न कार्यविधिहरू भन्छु म, अब यसलाई ऐन भन्दा पनि विभिन्न कार्यविधिहरू। विभिन्न कार्यविधिहरू भन्दा अहिले हामीले जस्तो मैले सर्वको कार्यविधि भने त्यही एउटा हुनसक्छ होला, होइन? त्यस्तै अन्य कार्यविधिहरू, यो सिकाइ सहजीकरण गर्ने कार्यविधि, होइन, पाठ्यक्रम पाठ्यपुस्तक सम्बन्धी कार्यान्वयन सम्बन्धी कार्यविधि, यस्ता विभिन्न किसिमका कार्यविधिहरूले चाहिँ के गर्छन् भने कानुनको ऐनको नियमको परिपालनाको व्याख्या गर्न खोज्दाखेरि त्यो ओभरलोडेड भएर आउन सक्ने सम्भावना पनि हुन्छ। यो खतराबाट पनि हामीले मुक्त हुनुपर्नेछ। र अर्को हाम्रो चाहिँ के छ भन्नु छ भने सञ्चालित आयोजना परियोजना, होइन? यो सञ्चालित आयोजना तथा परियोजनाहरूले चाहिँ के गर्छन् भन्नु छ भनेदेखि यी परियोजनाहरू कार्यान्वयनको गर्ने सिलसिलामा डोनरहरूबाट प्राप्त फन्डिङहरू जुन छ अथवा पैसाहरू जुन छ, एड जुन छ, त्यो एडलाई इम्प्लिमेन्टेसन गर्नको लागि चाहिँ डोनरहरूले नै हामीलाई ड्रिभन गरिरहेको छ क्या। उहाँले पनि ड्राइभ गरिरहनु भएको छ कता जाने भन्ने कुरा। त्यस कारण शिक्षामा र स्वास्थ्यमा गर्नुपर्ने सम्पूर्ण लगानी चाहिँ नेपाल सरकारको हुने र अन्य विकासात्मक कामका लागि मात्रै डोनरहरूको निर्वाह गर्नुपर्ने अवस्था छ। जस्तै दरबन्दीका कुरा गर्छौँ हामी, राहत दरबन्दी भनेर शिक्षकहरू चाहिने ठाउँमा राहत दरबन्दी भनेर सुरुवात गऱ्यौँ। सुरुमा राहत भन्यो, शिक्षक नभएर कोटा हो यो वास्तवमा। राहत कोटामा काम गर्ने व्यक्ति हुँदाहुँदै पछि हामीले राहत शिक्षकसम्म भन्न पायौँ र भन्छौँ।
यो किन भन्दा डोनरहरूले जे गर भनौँ हामीले त्यही गर्ने भएर यो समस्या सिर्जना भएको। त्यसले गर्दा कोही करारमा, कोही राहतमा, कोही लियनमा, होइन, कोही सङ्घीय अनुदान, कोही प्रदेश अनुदान, कोही नगर अनुदान, कुनै वडाको पनि अनुदान। अहिले त वडाले पनि शिक्षा राख्न थालिसके। चाहिँ त्यस्ता किसिमका विभिन्न किसिमका समस्याहरू किन सिर्जना भयो भन्नुहुन्छ भनेदेखि हामीले डोनरहरूसँग गरेको एग्रिमेन्ट छ। त्यो एग्रिमेन्टमा हामी डिएलआई भन्छौँ, डिस्बर्समेन्ट लिङ्क इन्डिकेटर अथवा सूचकमा आधारित भुक्तानी प्रणाली जुन छ, त्यो सूचकमा आधारित भुक्तानी प्रणालीमा हाम्रो सूचकहरू पुरा हुँदैन। त्यो सूचकहरू पुरा नभएपछि डोनरहरूले हामीलाई के गर्छ भन्दाखेरि यो भएन र त्यो भएन भनेर चाहिँ हामीले पुरा गर्नै सक्दैनौँ भनेको उहाँहरूको पूर्ण नियन्त्रणमा हामी बस्नुपर्ने अवस्था छ। किनभने हाम्रो नेपाल सरकारको पैसा बढी भए पनि थोरै पैसा भएका व्यक्तिहरूले धेरै पैसा भएका व्यक्तिहरूलाई चाहिँ पाठ सिकाउने गरेको अवस्था देखिन्छ। एकदम साथीले क्वेसन सोध्नुभएको छ, लियनमा काम गरेकाको बढुवा हुन्छ कि कार्य सम्पादन मूल्याङ्कन हुन्छ कि हुँदैन भन्नुभएको छ। एकदम गम्भीर प्रश्न सोध्नुभयो। लियनमा काम गर्ने शिक्षकको सामान्यतया काममा लियनमा बढुवा हुने प्रावधान छैन। लियन भएपछि बढुवामा अङ्क गणना गर्ने प्रावधान छैन। के लेखेको छ भन्नुहुन्छ भने हाम्रो बढुवामा स्थायी नियुक्ति भएको प्रत्येक वर्षको निम्ति 2.5 दरले बढीमा कति अङ्क? 35 अङ्क। अस्थायी र राहतमा काम गरेको प्रत्येक वर्ष 1.25 अङ्क दरले गणना गरिने भनेपछि के भयो भन्दाखेरि त्यहाँ लियनको कुरो चाहिँ परेको छैन है। अस्थायी राहतलाई मात्रै गणना गर्ने भन्ने व्यवस्था गरिएको छ। ओके, अब अर्को उसमा जाउँ। अर्को हाम्रो इस्यु, कमन इस्यु तपाईँ हामीले सबैले हेरेका भएका भनेको चाहिँ शिक्षकको विद्यमान अवस्थामा बढुवा प्रणालीमा भएका समस्याहरूलाई सुझाव गर्नका लागि कसरी ल्याउन सकिन्छ भने रातमा छ होला, रात हेर्नु त ब्राकेटमा दिएको राखेको होला, यस्तो स्ल्यास गरेर के मैले क्वेसन के भने शिक्षकको बढुवा प्रणालीमा भएका समस्याहरू आज हेरौँ अनि बाँकी कुरा पछि छलफल गरौँला। बढुवा प्रणाली देखिएका समस्या भनौँ। तपाईँले धेरै साथीहरूले चासो राख्नु भएर मैले यो कुरा जोड गरेँ। बढुवा प्रणालीमा देखिएका समस्याहरू हेरौँ। नम्बर 1, का समूह कार्य सम्पादन मूल्याङ्कन। का समूह समयमा नभर्ने, दर्ता नगर्ने एउटा समस्या। अर्को चाहिँ के हो? सुपरिवेक्षक सुपरिवेक्षकले समयमा मूल्याङ्कन नगर्ने, समयमा मूल्याङ्कन नगर्ने अनि गरे पनि समयमा मूल्याङ्कन नगर्ने, गरे पनि के हुन्छ? गलत मूल्याङ्कन हुने। गलत मूल्याङ्कन हुने भनेको के? जसले नम्बर हाल्नै पाउँदैन त्यसको पनि नम्बर हाल्न पठाइदिने मूल्याङ्कन गर्ने। यो एउटा हामीले समस्या गरेका छौँ। 3 चाहिँ के भयो भन्नुहुन्छ भने जिल्लागत बढुवा हुँदा एकैपटक नियुक्ति भएको शिक्षक फरक फरक समयमा बढाउने। बढाउने
एउटै विज्ञापनबाट एकजना शिक्षक सोलुखुम्बु पोस्टिङ हुनुहुन्छ, अर्को शिक्षक चाहिँ काठमाडौँ पोस्टिङ हुनुहुन्छ भने काठमाडौँमा धेरै दरबन्दी छ, छिटो बढ हुन्छ, सोलुमा थोरै दरबन्दी छ, ढिलो बढ हुन्छ। त्यसले गर्दा त्यो पनि एउटा के छ भन्दाखेरि समस्याको रूपमा देखिएको छ। त्यस्तै अर्को समस्या भनेको सिकाइ उपलब्धि। सिकाइ उपलब्धि समयमा नै स्थानीय तहले तयार नगर्ने एउटा समस्या छ। अर्को चाहिँ के छ भने योग्यता पुगेको हेड टिचरै नहुने। योग्यता पुगेको सुपरिवेक्षक नहुने। जस्तै माध्यमिक तह सञ्चालन भएका विद्यालयमा प्राथमिक तहको हेड टिचर हुनुहुन्छ भने अरू माध्यमिक तहको टिचरहरू त्योसँगै हुनुहुन्छ भने त उहाँहरूले त के हुन्छ भन्दाखेरि कासमा नम्बर हाल्न पाउनुहुन्न, त्यो सम्भावना पनि देखिन्छ। र योग्यता पुगेको सुपरिवेक्षक नहुने पनि अहिले विज्ञान समस्यामा देखिएको छ। अर्को छ टिपिडी तालिमको। टिपिडी तालिम बापत पुरा अङ्क प्राप्त नहुने। पुरा अङ्क भने कति हो भन्दा 3 होइन त, प्राप्त नहुने। किनभने अहिले हामीले टिपिडीको ट्रेनिङ लिँदाखेरि श्रेणी खुलाएर दिए पनि अङ्क दिने बेलामा चाहिँ के छ भन्नुहुन्छ भने अन्तिममा चाहिँ त्यसको आउँदैन, अङ्क दिँदैन र अङ्क चाहिँ के हुन्छ एकमुष्ट 2 अङ्क भनेर दिएका छन्। ट्रेनिङमा डिभिजन खुलेर ट्रेनिङको अङ्क हाले पनि हामीले दिने अङ्कमा चाहिँ समस्या सिर्जना भएको छ। अर्को भनेको कासमु परिवर्तन वा हराउने। धेरै जिल्लामा के छ भने कासमु बनाएर पठाएको जुन हुन्छ त्यो पठाएको कासमु नै हराएको भनेर दर्ता नहुने, अनि दर्ता नै गलत हुने। जस्तै दर्ता कासमु दर्ता जुन विद्यालय दर्ता गर्नुपर्छ हाम्रो 30 दिनभित्रमा दर्तामा केयरमेट हुने। यी काठमाडौँकै काठमाडौँ भनेको काठमाडौँ महानगरपालिकाकै कुनै एउटा विद्यालयमा कार्य सम्पादन मूल्याङ्कनमा एउटाको नाम लेखेको छ, अनि सट्ट काटेर पछाडिपट्टि त्यसैमा अर्काको नाम लेखिदिएको छ र एउटा व्यक्तिको चाहिँ कासम हुने छैन। त्यस्तो खालको घटनाहरू यी छन्, यी देखिएका हामीले भएका घटनाहरू हुन्। त्यस्तो हुन्छ, अन्यत्र पनि हुन्छ, मैले उदाहरणको लागि मात्रै भने। कासमो दर्तामा नै केयरमेट हुन्छ। अर्को कासमोमा देखिने भनेको चाहिँ कासमुलाई के भनेलाई जस्तै यो वर्ष नाम अर्को वर्ष आउँछ भनेर बसेको हुन्छ, उसले हेर्छ, तर अर्को वर्ष फेरि बिचमा अरू मान्छे थपिएर आउँछ, ऊ चाहिँ के हुन्छ पछाडि आउँछ। शिक्षक पेसागत तालिम मैले टिपिडी भने त सरले भन्नुभएको थियो, शिक्षक पेसागत तालिम भनेको टिपिडी टिचर प्रोफेसनल डेभलपमेन्टको ट्रेनिङ हुन्छ, त्यसको अङ्क मैले भनिसकेँ। अनि कासममा नै दर्तामा केयरमेट हुन्छ। अनि कार्यमूलक अनुसन्धान छ नि त अर्को फेरि। कार्यमूलक अनुसन्धान तयार नगर्ने। किन कार्यमूलक अनुसन्धानको 1 वर्षको एक अङ्कले 5 अङ्क हुन्छ। के गर्नु भने आफूले कार्यमूलक अनुसन्धान नगर्ने, कसैको सार्ने अथवा टिपोट गर्ने अथवा कुनैबाट काम चलाउ गरेर मात्रै पेस गरेको हुन्छ। त्यो काम चलाउ मात्रै पेस गरेको पुरा अङ्क आउने सम्भावना कम हुन्छ। र अर्को भनेको चाहिँ के छ भन्नु छ भने जुन मूल्याङ्कन समिति छ नि, मूल्याङ्कन समिति मूल्याङ्कन समितिमा 2 जना मात्र नम्बर दिने प्रचलन
नम्बर दिने गरिनु। यसबाट के हुन्छ भने त्यहाँ 3 जनाले हाल्नुपर्ने हुन्छ। सुपरभाइजर पुनरावलोकन छ नि, फेरि मूल्याङ्कन भनेको समितिले पुनरावलोकन है, तपाईँले लेख्नु ल, पुनरावलोकन। यो पुनरावलोकन समिति भनेको पुनरावलोकन समितिले दिने जुन नम्बर छ त्यो नम्बरमा चाहिँ सामान्यतया विद्यालयमा व्यवस्थापन समितिले नम्बर हालेर पठाइदिनुहुन्छ। अनि शिक्षा प्रमुखले हाल्छ, अनि इकाइ प्रमुखले हाल्नुपर्ने नम्बरको प्रावधान राखिएको हुन्छ। तर कुनै कुनै अवस्थामा चाहिँ के हुन्छ भन्नु छ भनेदेखि व्यवस्थापन समितिको अध्यक्षको नभइकन उहाँलाई बोलाइँदैन, अनि शिक्षा प्रमुख र इकाइ प्रमुखले नम्बर हालेर सिधै पठाइदिने चलन पनि गरेको पाइन्छ। यो पनि हाम्रो एउटा के छ भने समस्याका रूपमा सिर्जना भएको छ। अर्को समस्या के हो भन्नुहुन्छ भने नि उजुरी पर भएका निर्णय अदालतबाट उल्टिनु। अदालतबाट उल्टिने। अब यसबाट यो चाहिँ किन हामीले मतलब हुन्छ, जस्तै मैले मेरो सर के अरे मेरो बडा हुन्छ भन्दा मैले नम्बर हालेँ, के अरे आवेदन हालेँ, फारम भरेँ, मेरो बडा भएन, मलाई चित्त बुझेन, मेरो बडा हुनै पर्थ्यो, भएन। त्यसपछि के भयो, मैले आयोगमा पुनरावलोकन गरेँ, मेरो हुन्थ्यो भएन भनेर आयोगले निर्णय गर्दा पनि मेरो सुनवाई भएन। त्यसपछि म के गर्छु, मेरो बडा हुनै पर्ने भयो, म जुनियर मान्छे बडा भएर अदालत जान्छु। अनि तपाईँले गएर जब प्रशासकीय अदालतमा गएर मुद्दा हाल्नुहुन्छ, 1 वर्ष 2 वर्षपछि के हुन्छ, तपाईँले मुद्दा जित्नुहुन्छ र तपाईँको सिनियरिटी गराउँदा हुन्छ। त्यति बेला टिचर रिटायर भइसकेको पनि हुनसक्छ। त्यो भएकाले गर्दाखेरि त्यो किन हुन्छ त भन्दा कार्य सम्पादन मूल्याङ्कन फारमको राम्रो विश्लेषण गर्न नसकेर नै यो समस्या सिर्जना भएको, अरू कुनै समस्या थिएन। त्यसकारण अब यी र यस्तै डाटा गरौँ, तपाईँले अरू पनि भोगिरहनु भएको छ। यी र यस्तै किसिमका समस्याहरू चाहिँ कार्य सम्पादन मूल्याङ्कन फारममा देखिएका हुन्छन्। अब यसलाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउनलाई चाहिँ के गर्नु पर्यो भन्नुहुन्छ भने यो कार्य सम्पादन मूल्याङ्कन फारम चाहिँ अनलाइन प्रणालीमा लानुपर्छ। हेर्नु, अनलाइन प्रणालीमा यो गोप्य रूपमा अङ्क दिने प्रचलन पनि छँदैछ 10 अङ्कको। अब यसमा चाहिँ जुन हाम्रा इन्डिकेटरहरू दिएका छन् नि, अङ्क विनियोजन गर्ने इन्डिकेटर, त्यो इन्डिकेटर सहित जुन फारम छ त्यो फारमलाई चाहिँ अनलाइनमा राख्ने सफ्टवेयर प्रणालीबाट टिचरले अनलाइन सिस्टमबाटै भर्यो भने के हुन्छ, ढिलो पनि हुँदैन, लिँदैन सफ्टवेयरले होइन। त्यसका रजिस्ट्रेसन गर्न पनि मिस्टेक हुँदैन। अर्को वर्षको लागि डाटा एनालाइसिस गर्नका पनि सजिलो हुन्छ। त्यस कारण यो चाहिँ अनलाइन प्रणालीमा लानुपर्छ र जुन फारम छ त्यो फारमलाई चाहिँ अलिकति सरलीकृत गरिदिनुपर्छ अथवा सजिलो बनाउनुपर्छ भन्न हामी यसलाई सुझाव दिन सक्छौँ। र अब कर्मचारीको चाहिँ 7 दिनभित्रमा भरिसक्नुपर्छ। हेर्नु, आर्थिक वर्ष सुरु भएको 7 वर्षभित्रमा भरिसक्नुपर्छ कार्य सम्पादन मूल्याङ्कन। टिचरलाई चाहिँ हामी 30 दिनसम्म दिँदा पनि समयमा कार्य सम्पादन मूल्याङ्कन फारम नभर्ने देखिन्छ। र विद्यालयबाटै कुनै पनि शिक्षकलाई बढाउन नदिनका लागि चाहिँ खेल सुरु हुने अवस्था पनि सिर्जना भएको देखिन्छ। यसरी शिक्षकको बढुवा प्रणालीमा चाहिँ विभिन्न किसिमका समस्याहरू सिर्जना भएका देखिन्छन्। ओके, मैले सरहरूसँग मैले च्याप्टर 2 मा भएका कानुनका र इस्युका विषयहरूमा मात्रै छलफल गरेँ र आजलाई चाहिँ हामी यति गर्न रात परिसकेपछि साथीहरू हराउन आइसक्नु भयो। अब आजलाई क्लोज गरौँ। त्यसपछि प्रशासकीय अदालतले डकुमेन्टका आधारमा फैसला गर्ने त हो नि दिपक सर, अरू त के हेर्छ र? प्रशासकीय अदालतमा परेको मुद्दाहरू जुन मुद्दा परेको हुन्छ, मुद्दा परेका विषयहरूमा उसले छलफल गर्ने त हो नि। अघिल्लो सिन हेरौँ न भन्नुभएको छ। अघिल्लोमा यस्तो थियो, उहाँले अघिल्लो स्लाइड भन्नुभयो। ओके, हस् गणेश सर के गर्नुहुन्छ? आजलाई यति गरौँ। सबै साथीहरूलाई मैले धेरै धेरै धन्यवाद ज्ञापन गरेँ यो सुनौलो अवसरको लागि। एनएनटिए काठमाडौँ, सिङ्गो काठमाडौँ, मेरो काठमाडौँ, सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि हामी भेटिन सक्छौँ, जोडिन सक्छौँ। जोडिएनौँ भने पनि सबै साथीहरूलाई अल द बेस्ट, धेरै धेरै शुभकामना छ। यो अहिले मैले यो पढाउनको लागि स्टुडियो उपलब्ध गराइदिनु भएको छ एम्बिसन गुरुले। यसको लागि एम्बिसन गुरुलाई पनि यहाँ नभए पनि म धन्यवाद दिन चाहन्छु।
सबै साथीहरूलाई मैले यति भन्दै आज मैले बिदा हुने अनुमति मागेँ। थ्याङ्क यू भेरी मच। नमस्कार। हस्, धेरै धेरै धन्यवाद सीताराम सर। यहाँले यो चिसो महिनामा यति बेलुकासम्म पनि स्टुडियोमा रहेर हामी आम शिक्षकहरूलाई हामी काठमाडौँ महानगरले आयोजना गरे पनि यो क्लासमा चाहिँ हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर म्यामहरू जोडिनु भएको छ। बडुवाको तयारी गरिरहनुभएका सर म्यामहरू, यहाँलाई सरले जुन महत्त्वपूर्ण चाहिँ सहजीकरण गर्नुभयो, यो एन नियम भनेको वास्तवमै अलिक टेक्निकल विषय पनि हो र यसमा चाहिँ सरले नमुना प्रश्नहरू दिएर नमुना प्रश्नलाई कसरी हल गर्ने भन्नेसम्मको चाहिँ गर्नुभयो। त्यसको लागि सरलाई एकदमै धेरै धेरै धन्यवाद, धेरै आभार व्यक्त गर्दछौँ। हामी पढ्ने मान्छेहरू आफ्नो घरमा छौँ, आफ्नो अनुकूलमा छौँ, तर सरले चाहिँ हाम्रो लागि दुःख गर्नुभएको छ। यो चिसोमा स्टुडियोमा बसेर चाहिँ यो लगभग 2 घन्टादेखि सरले हामीलाई जुन खालको सहजीकरण गर्नुभयो, यसको लागि एकदमै धेरै धन्यवाद। र साथीहरूलाई यो अनलाइन फर्म छ एउटा गुगल फर्म, त्यसलाई भरिदिनु भयो भने यहाँहरूको यो जिमेल मसँग उपलब्ध हुन्छ र सीताराम सरले मलाई केही उपलब्ध गराउनु भयो भने म यहाँहरूलाई त्यो उपलब्ध गराउने प्रतिबद्धता मैले तपाईँले हेरिदिनु होला। म भोलि गणेश सरलाई इमेल गरिदिन्छु। शिक्षा ऐन नियमावली र आयोगको नियमावलीमा अनि स्थानीय सरकार सञ्चालन ऐनमा भएका मुख्य मुख्य प्रावधानहरूको म नोट पठाइदिन्छु सर, मसँग छ। त्यसमा अब्जेक्टिभ क्वेसन छन्, तपाईँहरूले आफैले प्रयास गर्नु होला, अभ्यास गर्नु होला, अनि मात्रै उत्तर हेर्नु होला। त्यो भयो भने धेरै सजिलो हुन्छ। म च्याप्टर 2 मा भएका मेटेरियल्सहरू म गणेश सरलाई इमेल गरिदिन्छु। हुन्छ सरबाट पाएको मेलहरू मैले यहाँ जसले एटेन्डेन्स फर्म भर्नुभएको छ म उहाँहरूलाई प्रदान गर्छु। र सीताराम सर, म एकछिन सबैलाई अनम्युट गर्ने सुविधा उपलब्ध गराउँछु। कसैले केही सोध्न चाहनुभयो भने एकछिन प्रश्न अघि थोरै समय। ल हुन्छ हुन्छ, नो प्रब्लम सर। हस् ल सर म्याडमहरू, हजुरको केही जिज्ञासा छ कानुनको विषयमा भने, कार्यान्वयनको विषयमा भने प्रश्न गर्नुहोस् है। सीताराम सर नमस्कार। नमस्कार प्रेम सर। हजुर सर, मैले एउटा सानो कुरा नि जस्तो त्यो अघि कुरा उठ्यो, मैले अनि प्रसङ्गमा गरेँ जो राहतको गणना भन्ने कुरो आएको थियो नि सर। हजुर, अङ्क गणनाको कुरा, राहतको अङ्क गणना चाहिँ आयोग जुन शिक्षक सेवा आयोगको जुन नियमित विज्ञापन हुँदाखेरि पनि नियमित विज्ञापनको अन्तर्वार्तामा नियमित विज्ञापनको प्रेम सर हजुर म्युट हुनुभयो। सिस्टमबाट अनम्युट गरिदिनु है। हजुर सर, 69 को पहिलो आयोगमा दिएन, त्यसपछि दोस्रो आयोगदेखि चाहिँ दिएको थियो होइन सर? हजुर। अनि फेरि यो जुन कार्य सम्पादन मूल्याङ्कनमा पनि राहत र अस्थायीको चाहिँ अङ्क दिने भनेर, राहत करार र अस्थायीको चाहिँ नम्बर दिने भनेर पहिला कार्य सम्पादन मूल्याङ्कनमा त्यो किसिमको तरिका थियो। फेरि जुन यो बढुवा कार्यविधि चाहिँ का समूहको आधारमा गर्ने के अरे बढुवा गर्ने जुन कार्यविधि आयो, यो अहिले भर्खर आएको, यो चाहिँ लगभग कार्य सम्पादन मूल्याङ्कन फारम भर्ने अन्तिम म्याद हुने बेलामा आएको छ। हजुर हजुर। अनि त्यसमा चाहिँ फेरि राहत भए नदिने भनेर लेखेको मैले कतै देखेँ। त्यसो हुने होला कानुनमा चाहिँ, नियमावलीमा चाहिँ यो विषय छैन। सरले भनेको शिक्षाको मूल्याङ्कन सम्बन्धी कार्य मूल्याङ्कन 81 मा त्यो कुरो हुन सक्छ। हो, त्यो अहिले यो 82 मा सर, यो 82 मा चाहिँ त्यो भनेर लेखेको मैले देखेँ सर। अब त्यो दिइरहेको सुविधा पनि हटाउनु मिल्छ र भने